के तपाईहरु पनि जाडोको लागि कुर्ता किन्ने सोचमा हुनुहुन्छ? एकछिन हामीसँग कस्तो खालको कुन क्वालिटीको कुन कलरमा कस्तो कुर्ताहरु आएको छ त्यो देखाउने छु। त्यो भन्दा पहिला चाहिँ म हजुरलाई एउटा रिक्वेस्ट के गर्न चाहन्छु भने यदि हजुरहरु हाम्रो च्यानलमा पहिलो पटक भिजिट गर्दै हुनुहुन्छ, यो भिडियोलाई पहिलो पटक हेर्दै हुनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकनलाई नोटिफिकेसनलाई पनि अन गरेर हामीलाई सपोर्ट गरिदिनु होला र यो भिडियो कस्तो लाग्छ, यो कुर्ताहरु हजुरलाई मन पर्छ कि मन पर्दैन त्यो पनि कमेन्ट सेक्सनमा राखिदिनु होला। आगामी दिनहरुमा कस्तो खालको कुर्ताहरु, सुरुवालहरु के चाहिन्छ, ड्रेसअपहरु त्यो पनि हजुरले कमेन्ट सेक्सनमा छोडिदिन सक्नुहुनेछ र यो भिडियोलाई लाइक गरिदिनु होला। र अन्तिममा म हजुरलाई के भन्न चाहन्छु भने यदि साँच्चै नै यो कुर्ता चाहिँ हजुरलाई मन पर्छ भने चाहिँ आफ्नो साथीहरुलाई पनि शेयर गरेर सपोर्ट गरिदिनु पनि हार्दिक अनुरोध गर्न चाहन्छु। अब जाउँ हामीसँग कस्तो कुर्ताहरु रहेको छ। सर्वप्रथम चाहिँ म हजुरलाई यसको डिजाइन देखाउने छु। डिजाइन चाहिँ यस्तो बवाल खालको रहेको छ, हजुरलाई वाइन कलरबाट देखाउने छु, त्यसपछि आएर यसको कलर सबै कुराहरु भनिदिने छु। सबैभन्दा पहिला चाहिँ म यो कुर्ताको सलबाट जाउँ। सलले गर्छ क्या, जे गर्छ सलले गर्छ। सल हेरिसकेपछि यो कुर्ता कस्तो रहेको छ त्यो पनि हजुरले थाहा पाउनुहुनेछ है। सबै कुराहरु चाहिँ मैले खाली गरे। अब हजुरलाई यसको सल देखाउँछु। यस्तो बवाल खालको सल रहेको छ, हजुरले हेर्न सक्नुहुनेछ। निकै नै दामी खालको हेभी डिजाइनमा हेर्नु त वाउ है, कस्तो ब्युटिफुल रहेको छ। हेर्नु त सल यति मजाको सल हजुरले यो वुलन सुट पिसमा पाउन सक्नुहुन्छ। वाउ है, यस्तो दामी खालको रहेको छ सल भने। कुर्ताको डिजाइन पनि म हजुरलाई देखाउँछु। गलाको डिजाइन हजुरले हेर्न सक्नुहुन्छ, निकै नै दामी खालको है, पुरै कडाई गरेको छ। यसरी छाम्दाखेरि पनि यो बुट्टाहरु चाहिँ यहाँनिर भेटिदैन, त्यति के भन्छ नि मजासँग चाहिँ यसलाई चाहिँ बनाएको छ। निकै नै बवाल खालको रहेको छ, हजुरले हेर्न सक्नुहुनेछ। डिजाइन हजुरले बडी पार्टमा पनि दुवै साइडमा चाहिँ यो डिजाइन हजुरले पाउनुहुनेछ भने तल फेरा पनि मजाको पाउनुहुनेछ। निकै नै दामी खालको रहेको छ, हजुरले हेर्न सक्नुहुनेछ भने। अब हजुरलाई म कलर अप्सन पनि भनिदिने छु। यो चाहिँ हजुरको वाइन कलर भइहाल्यो। त्यसैगरी यो रहेको छ हजुरको सी ग्रीन कलर, हजुरको फेभरेट कलर रहेको छ। अर्को रहेको छ हजुरको येलो कलर, यो पनि हजुरको लागि चाहिँ निकै नै फेभरेट हुनसक्छ, निकै नै बवाल खालको रहेको छ। अर्को रहेको छ हजुरको मरुन कलर अथवा रेड कलर, निकै नै बवाल खालको रहेको छ, हजुरले हेर्न सक्नुहुनेछ भने। अर्को रहेको छ हजुरको रानी पिङ्क कलर, निकै नै दामी खालको रहेको छ, हजुरले हेर्न सक्नुहुनेछ। यदि हजुरलाई पनि यो सुट पिसहरु चाहिन्छ, कसरी अर्डर गर्ने भनेर सोचिरहनु भएको छ भने चाहिँ यो भिडियोको डिस्क्रिप्सनमा चाहिँ हामीले WhatsApp को नम्बर राखिदिनेछौँ अथवा डिस्प्लेमा पनि हामीले यहाँ डिस्प्ले गरिरहेका छौँ। त्यो नम्बरबाट चाहिँ हजुरले हामीलाई WhatsApp मा मेसेज गरेर अर्डर गर्न सक्नुहुनेछ भने हजुरहरूले चाहिँ अब त्यो नम्बर हुन्छ नि त्यसमा चाहिँ डाइरेक्ट कन्ट्याक्ट गरेर हाम्रो धादिङ बेसीमा रहेको सम्राट टेलर पनि भिजिट गरेर लिन सक्नुहुनेछ। क्वान्टिटीमा लिन सक्नुहुन्छ, एउटा दुईटा तीनटा चारवटा हैन, एउटै गरेर चाहिँ 4-5 जना लगाउन चाहनुहुन्छ, घरको एउटै फ्यामिलीले सबैजनाले तिहारमा चाहिँ एउटै कलर लगाउन चाहनुहुन्छ भने चाहिँ जुनसुकै कलर चाहिँ हजुरले पाउनुहुनेछ। र लास्टमा म हजुरलाई के रिक्वेस्ट गर्न चाहन्छु भने चाहिँ यदि हजुरले साँच्चै नै अहिलेसम्म सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ सब्स्क्राइब गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। र आगामी दिनहरुमा पनि हामी यस्तै भिडियो ल्याउने छौं, त्यसको लागि भने पनि हजुरले हामीलाई फलो गर्नुपर्ने हुन्छ। थ्यांक यू सो मच।